साथीहरू आज मेरो मम्मीले चाहिँ हिजो मेरो मम्मी गाउँबाट आउनुभएको थियो साथीहरू है। त्यही भएर मम्मीले चाहिँ गाउँबाट कोसेली ल्याएको छ है साथीहरू। कोसेली ल्याउनु भएको छ। ल तपाईँहरूलाई चाहिँ म यो कोसेली देखाउनु गइरहेको छु साथीहरू। के छ त यहाँ भनेर म तपाईँहरूलाई देखाउँदैछु है साथीहरू। देखाउँदैछु मेरो मम्मीले गाउँबाट बिचरा 72 वर्षको बुढी मान्छेले के चाहिँ कोसेली ल्याएछ त भन्नु होला तपाईँहरूले फेरि साथीहरू। यहाँ हेर्नु है मेरो मम्मीले यहाँ के ल्याउनु भएको छ। यो सिन्की, यो दाल खाने मास है साथीहरू। अनि त्यहाँबाट त है साथीहरू के ल्याएको छ त भन्नु होला। मेरो मम्मीले गाउँबाट ल्याएको कोसेली देखाउनु गइरहेको छु मैले हजुरहरूलाई। ल है मेरो टिकटकको फ्यामिली, फेसबुकको फ्यामिली, युट्युबको फ्यामिली हजुरहरू सबैले हेरिदिनु होला गाइसहरू। यो मेरो मम्मीको कोसेली। ल यहाँ हेर्नु है साथीहरू। यो चाहिँ बेसार मेरो मम्मीले ल्याउनु भएको गाउँबाट। यो चाहिँ गुन्द्रुक है साथीहरू। छोरीलाई गुन्द्रुक मनपर्छ भनेर मम्मीले गाउँदेखिबाट दुःख गरेर। यो सिन्की साथीहरू, सिन्की भनेर सुन्नुभएको छ हजुरहरूलाई थाहा छैन होला। यो मस्याङ मेरो मम्मीले ल्याइदिनु भएको है। मस्याङ भने थाहा छैन तपाईँहरूले साथीहरू। यो हाम्रो गाउँमा पनि चाहिँ यस्तो हुन्छ। अनि हेर्दै साथीहरू यो सिन्की, यो पनि छ नि बोडी मेरो मम्मीले ल्याइदिनु भएको। हेर्नु है साथीहरू। अनि मकैको पिठो छ साथीहरू। ल हेर्नु है साथीहरू। यो कोदो मेरो मम्मीले ल्याइदिनु हो। तर मलाई आज पिठो बनाउनु चाहिँ अल्छी लागिरहेछ साथीहरू। कोदो ल्याइदिनु भएछ 1 बोरा मेरो मम्मीले। अनि त्यहाँ यो चाहिँ मकैको पिठो कि साथीहरू। मलाई ढेँडो मनपर्छ भने मेरो मम्मीले हेर्नु त मकैको पिठो आधी बोराभन्दा बढी गाइस। अनि त्यहाँ कुच्चो पनि ल्याइदिनु भएछ भनेको। छोरीलाई एकदम दुःख भयो काठमाडौँमा कुच्चो किन्नुपर्ने भयो भनेर मेरो मम्मीले यहाँ कुच्चो हेर्नु साथीहरू। कस्तो जाँगर लाएर बाँधेर यहाँ हेर्नु त साथीहरू। यस्तो लाएर जाँगर लाएर चाहिँ मेरो मम्मीले गाउँदेखिबाट बिचरा 72 वर्षको बुढी मान्छेले साथीहरू। ल हेर्नु त यस्तो गरेर छोरीको लागि बोकेर आउनुभएको कठैबाट मेरो मम्मी। कति माया गर्नुहुन्छ हामीहरूलाई साथीहरू। देख्नुभयो यत्रो मकैको त्यो पिठो अनि यत्रो कोदोको भारी। ल हेर्नु त बेसारामो नि त बिचरा मेरो मम्मीले 72 वर्षको बुढी मान्छेले बाबै। ल हेर्नु त यत्रो सामानहरू कसरी बोकिनु होला नि। कठै मेलमा कसरी लानुभयो होला पिठो पिन्नलाई। हेर्नु साथीहरू यो कुच्चो कति राम्ररी बाँध्नु भएको छ कि। ल हेर्नु 72 वर्षको बुढी मान्छेले यस्तो बलियो पाराले कि। ल आमा गाइस म त छक्क परेको क्या। मेरो मम्मीले ल्याउनु भएको कि गाउँबाट कोसेली कि गाइस। यी बेसार हेर्नु त यो बेसारामा साथीहरू कति गाह्रो छ। यसलाई काट्नुपर्छ, सुकाउनुपर्छ। मेरो यत्रो कोसेली लिएर मेरो मम्मी गाउँबाट मलाई भेट्नु काठमाडौँ आउनुभएको साथीहरू। सिन्धुपाल्चोक चौतारा साँगाचोक गरी नगरपालिका सानो सिरबारी हो हजुर मेरो माइती। त्यहाँदेखिबाट मेरो मम्मीले मलाई यत्रो धेरै सामान लिएर आउनुभयो कि गाइस। ल है गाइसहरू सबैले मेरो मम्मीलाई सपोर्ट गरिदिनु।